ज्योति मगर जस्तो हट एन्ड सेक्सी केटीसँग त आई लभ यु खेल्नुपर्छ। बुझ्यो बुढाबुढी हो। अब आई लभ यु मात्रै भन्ने त हे भन भन भाइ हो राम्ररी भन हे स्वर मिले कन हे आई लभ यु भन हे आई लभ यु भन आई लभ यु टु। मैले 1 2 3 भन्छु ज्योति मगर भन्नुपर्छ है। 1 2 3 Yes, thank you Didi. Welcome. Hello. आज अलिकति घाँटीले धोका दिइरहेछ है। तपाईँहरूले पनि साथ दिनुपर्छ ल, सँगसँगै गाउनुपर्छ है आज चाहिँ। यो प्रथम बुद्धिमान स्मार्ट व्यापार महोत्सव तथा सांस्कृतिक महोत्सवको आयोजक टिममा धेरै धन्यवाद छ। स्टेजमा आसीन गर्नुभएका सम्पूर्ण आदरणीय व्यक्तित्वहरूलाई मेरो नमस्कार छ, सम्मान छ। भर्खरै उद्घोषण गर्नुहुने उद्घोषक भाइ, उद्घोषक मात्रै होइन डान्सर पनि, गायक पनि, मल्टी ट्यालेन्टेड मेरो भाइलाई धेरै धेरै धन्यवाद छ। के यस्तो भनेर के हो तिमी बोल न बोल, तिमी पनि धेरै साइन ल्याङ्ग्वेज अर्को जन्ममा तिमीलाई आँटै भएर जन्म बाइक छैन त्यहाँ अर्को बोल्ने गर, अलिकति राम्रोसँग कम्युनिकेट गर। हेलो कौन छ यो एकदम त्यो हुन्छ नि लाइभ रेकर्डिङ भइरहेको नेपाल टेलिभिजनको प्रोग्राम त होइन नि, यहाँ बोल्नु नि छ त। ओके सबैजनालाई धन्यवाद दिँदै धेरै लामो कुरा नगरिकन हो यसरी मिलाऊ अलिकति। हेलो हेलो तपाईँहरूको ठाउँमा पहिलोपटक आउने मौका मिलेको छ। यो बुर्तिवाङमा चाहिँ मेरो एकदम राम्रो मेमोरी छ। 2066-67 सालतिर होला म यो बुर्तिवाङको बाटो हुँदै खुट्टाले हिँडेर ढोर पाटन हुँदै रुकुमको तकसेरा हुँदै उता खलङ्गा निस्केको थिएँ एउटा मगर भाषाको फिल्मको सुटिङ गर्नको लागि। सो बुर्तिवाङको चाहिँ मलाई एकदम माया लाग्छ, हामी बास बसेको पनि थियौँ है। सो आज चाहिँ यसरी आउनु पाउँदा धेरै खुसी छु। जति पनि हामीलाई माया गरेर उपस्थित भइदिनु भएको छ तपाईँहरू सबैजनालाई थ्याङ्क यू सो मच, हार्दिक आभार। I love you. Oh my god. कसको बच्चाहरू हो यो? तिम्रो बस्न चिसो भएन त्यहाँ? चिसो भएको छैन? ओके यो तानेर ओछ्याउ। ओके भन्दै यसो ट्राई गर्छु है त, ट्राई मात्रै गर्छु। बिहान त मलाई गाउन सक्छु जस्तै लाग्दैन होइन, अब अहिले चाहिँ अलिअलि बोल्नु चाहिँ मिलेको छ। अब लेट्स सी। साँझ पख भटीमा छिरेको, अब हामी मगर गुरुङ मगरहरू राई लिम्बूहरू अलिकति हुन्छ नि, अब साँझ परेपछि हल्का 3 प्याक लाउने बानी त हुन्छ सबैलाई होइन, तर त्यो चाहिँ हाम्रो जातले पाएको भन्ने चलन थियो। अहिले त छेत्री बाहुनहरू पनि फेरि पुरै हो हुनु चाहिँ, त्यसैले है त एकछिन भट्टीबाट सुरु गरौँ है त। साँझ पख भट्टीमा छिरेको थाहा पाइन बिल कति तिरेको, कान्छी मुसुकै पैसा भुसुकै, हे कान्छी मुसुकै पैसा भुसुकै। अब म कान्छी मुसुकै भन्छु, तपाईँ पैसा भुसुकै भन्नु ल। ओके हे कान्छी मुसुकै, हे कान्छी मुसुकै। ओके अब कान्छीको लाइन, यो चाहिँ कान्छाको लाइन हो। नाको फुली टल्केको टिलीले, नाको फुली टल्केको टिलीले, सोठी राजा 3 पेगमै फिलिले, पैसा हरलक्कै सोल्टी सर्लक्कै, पैसा हरलक्कै सोल्टी सर्लक्कै। अब म पैसा हरलक्कै भन्छु, तपाईँहरू सोल्टी सर्लक्कै भन्नु ल। हे पैसा
स्वीकार्नुहोस् कान्छी बुसुको पैसा बुसुको 2 नम्बरको ट्र्याक नलागोस् भन्नलाई मात्र पनि बिहा गर्नु मन थियो कि एकचोटि ओके यो त रमाइलोको लागि हो एउटा रोइला गीत तपाईँको लागि हे हे तिर्खा लाग्दा सबले धाउने त्यो खोली भित्र के छ तिर्खा लाग्दा सबले धाउने त्यो खोली भित्र के छ सबलाई मोहनी लाउने तिम्रो चोली भित्र के छ ए सबलाई मोहनी लाउने तिम्रो चोली भित्र के छ त बेबी अच्छा लाज लाग्यो टाइपको हो होइन नि म सिकाउँछु लाज लाग्दैन म गाउनै सिकाउँछु ए खोली भित्र पानी चोली भित्र जवानी ए खोली भित्र पानी चोली भित्र जवानी ए खोली भित्र पानी चोली भित्र अझ लाउडे त अझ लाउ खै त्यो पछाडि ठुल्ठुलोहरूको पनि सुन्नु पर्यो है त ठुल्ठुलो केटाहरूको अलिअलि हुन्छ नि बोका बोका टाइपको आवाज सुनौँ न ए खोली भित्र पानी चोली भित्र ए खोली भित्र पानी चोली भित्र ओके एकला चोली भित्र जाने ट्र्याक नम्बर 3 हुनुपर्छ ल अब केटी मान्छेहरू अलिकति हसमुख अलिकति फ्र्याङ्क अलिकति उत्ताउलो अलिकति नकचरी भएन भने सुहाउँदैन कि केटी हो त्यो भला आदमी बन्ने धेरै नबोल्ने ठाउँमा बस्ने केटाहरूले सुहाउँछ हो कि होइन केटी मान्छेहरू त हल्का चक्चक गर्नु पर्यो हल्का नखरा गर्नु पर्यो र पो मजा आउँछ त सुहाउँछु पनि अब हाम्रोमा त ठ्याक्कै उल्टो छ कि फेरि केटी चाहिँ गम्भीर भएर बस्नुपर्ने रे होइन अनि केटा चाहिँ चक्चा गर्नुपर्ने रे होइन नि खासमा केटाहरूलाई सुहाउँदैन चक्चा गरेको खासमा चक्चा गरेको केटीहरूलाई सुहाउँछ हो के अरे हो त्यसैले आई लभ चकचके गर्ल्स लाइक मी अनि अर्को कुरा पनि भन्छु म अब चकचक गर्ने भनेको उमेरमा आऊ फेरि कसैसँग समाजसँग माथिल्लो घरको दिदी तल्लो घरको कान्छो बाउ फलानु घरको फलानुसँग कसैसँग डराउनु पर्दैन ल किनकि अलिकति बदमासी गर्ने अलिकति चकचक गर्ने अलिकति रमाइलो गर्ने हल्का यताउता डेटिङ गर्ने उमेर भनेको यही हो कि केटी हो पछि 45-50 वर्ष काटिसकेपछि कहाँ डेटिङ जान्छ भनेर कुकिराले हेर्छ हामीलाई हेर्छ कसैले हेर्दैन त्यति बेला जाने हो बल्ल रिडी गण्डकीतिर यो पनि रामको त्यो पनि रामको सारा संसार रामको म पनि रामको भन्दै भजन गर्न जाने हो अब यो पनि सोल्टीको त्यो पनि सोल्टीको अहिले चाहिँ ल यो पनि सोल्टीको त्यो पनि सोल्टीको सारा केटीहरू सोल्टीको म पनि सोल्टीको अहिलेलाई चाहिँ ओके सो रमाइलो चाहिँ गर्नुपर्छ त्यो पनि खुलेर भन्दै सँगसँगै त सबैजना अझै लाउड भएर तल पनि पिरालो तल पनि पिरालो चोरी खान पल्केको त्यो गाडी बिरालो होइन ल बेबी ल अगाडिको सानो सानो बेबीहरू सेक्सी बिरालो भन ल यो फेरि ज्योति दिदी सरी ज्योति त दिदी हुँदैन नि फेरि ज्योति त बेबीको हुन्छ त यो फेरि ज्योति बेबीको गीतमा चाहिँ होइन यो अलि सिम्पल गीत हुँदैन कि अहिले गीत यस्तो तल पनि पिरालो माथि पनि पिरालो तल पनि पिरालो माथि पनि पिरालो छोरी खान पल्केको त्यो सेक्सी बिरालो अब ढाडी बिरालो नभने म केटीहरूको सुरिलो आवाजमा सेक्सी बिरालो सुन्न चाहन्छु चोरी खान पल्केको त्यो कोही छुट्टिने
च्यालेन्ज गर्ने हो खासै जाडो छैन पानी पनि नाप्ने ल केटी हो चोरी खान पल्केको त्यो चोरी खान पल्केको त्यो ओके ट्र्याक बजाउनु त कति लोभी भएको भित्र आउन बेबी ओ माई गड होइन केटीहरू त ठिकै हो कि बच्चाहरू त त्यो केटाहरू के साह्रो लोभी भएको हो यो केटाहरूले ज्योति मगरलाई बिहा गर्यो भने पाल्न सक्ला त 100 रुपियाँको टिकट काटेर बाहिर बस्छ काट्न नसकेर हेलो भुडी देखाउने सोल्टी उठु पारेको बल्ल तान्यो सोल्टीले भुडी मात्र देखाएर चाहिँ मैले त अर्कै देखेको यहाँबाट हेलो लोभी सोल्टीहरू टाढीबाट फ्लाइङ किस आई लभ यु अब कलाकार त भित्रै आउने ल त्यस्तो बाहिरबाट हेर्ने होइन ल बाहिरबाट हेर्दा मजा आउँदैन कि सिन त्यति राम्रो देख्दैन सकभर भित्र आएर हेर्ने भित्र आएर पनि अगाडि आउने अझ सक्छ भने अगाडि आउने ठ्याक्क मुनि बसेर हेर्ने हो नि त ज्योति मगरलाई ओके अर्को गीत है त हे हे नाकको फुली कानैमा के गर्छ सोल्टी बस्छ हिरो मान्छे यति गाडी नगर न पानी पर्न बस्छ बस्छ आनन्दले बस्छ त्यो तारहरू नछौ ल तारहरू नछौ ल ओके हे हे नाकको फुली कानैमा बाबु तारतिर नबस्छ यता बस्छ यतापट्टि आऊ तिमी यता आऊ त्यो तारहरू छ त्यहाँ ल हो त्यसरी ल यस्तो ज्ञानी भएर बस्ने हो नि त आई लभ यु यो तिमीलाई होइन फेरि तिम्रो बाबालाई होला घर घर बाबालाई भन्ने ज्योति आन्टीले पठाउनु भएको छ तपाईँलाई भन्नु ल मम्मी नभएको बेलामा फेरि न त मम्मीले मार्छ फेरि न त राति फेरि बाबाले मलाई सम्झेर सुत्दैन फेरि आज ओके हे हे नाकको फुली कानैमा कानैमा यसै तिमीलाई काँदिम्ला उही मुलाको सिन्की गाउनु सँगसँगै कस्तो बिस्तारै गाएको केटीहरू आवाज सुन्नु अलि बोल्नु हुनु पऱ्यो उही मुलाको सिन्की उही मुलाको जाना जलमा परेका पाउला उम्किएर जाना हे जलमा परेका पाउला उम्किएर हे जलमा परेका पाउला उम्किएर हे भन भन भाइ हो हे राम्ररी भन हे सोइमिले कन हे आई लभ यु भन आई लभ यु भन ल अब देउसिरी भन्ने न अब म भन भन भयो भन्छु तिमी आई लभ यु भन्ने ल अरू सिधा सादा केटीहरूसँग हो कि देउसिरी खेल्ने ज्योति मगर जस्तो हट एन्ड सेक्सी केटीसँग त आई लभ यु खेल्नुपर्छ बुझ्यो बुढाबुढी हो अब आई लभ यु मात्रै भन्ने त हे भन भन भाइ हो राम्ररी भन हे शर्मिले कन हे आई लभ यु भन हे आई लभ यु भन आई लभ यु टु उही मलाई सिन्की 5 नम्बरमा जस्तो लाग्थ्यो